सो हेलो एभ्रिवान वेलकम टु न्यू ब्लग एप्लिकेसन चाहिँ हुनुहुन्छ र म पनि सन्जय छु। सो आजको ब्लग चाहिँ मैले दिल्लीबाट सुरु गर्दैछु हैन हैछ भन्दियो अहिले। हेलो एभ्रिवान वेलकम टु न्यू ब्लग एप्लिकेसन चाहिँ हुनुहुन्छ र म पनि सन्जय छु। सो आजको ब्लग चाहिँ मैले दिल्लीबाट सुरु गर्दैछु। सो हामी चाहिँ दिल्ली हिजै आएको थियौँ र मम्मीको उपचार गऱ्यौँ हिजो, अनि आज चाहिँ घुम्न निस्किन लाग्यो। अनि रिपोर्ट चाहिँ हाम्रो 11 बजे आउँछ, त्यसैले 11 बजे चाहिँ हाम्रो घुम्ने टाइम डिस्टर्ब हुन्छ, रिपोर्ट लिन आउन हस्पिटल आउनुपर्छ। अनि अहिले चाहिँ हामी घुम्न जान लागेको छौँ। सो लेट्स गो। सो गाइज हामी होटलबाट चेकआउट गरेर निस्किसक्यौँ। सो अब चाहिँ हामी यता पहिला चाहिँ बसको टिकट काट्न जान्छौँ, अनि बसको टिकट काटेपछि चाहिँ बल्ल हामी घुम्न जान्छौँ है। सो हामी बसेको होटल चाहिँ यही हो, कुन्दन प्यालेस। अनि मम्मीहरू यहाँ बस्नुपर्छ, अनि यही थियो ल होटल। सो यो चाहिँ एपोलो हस्पिटलको एकदम नजिक छ। यहाँ अटोवाला हामीलाई कुरिरहनु भएको छ। ल अब हामी जान्छौँ है त। सो गाइज हामी चाहिँ अहिले क्याब बुक गरेर कुतुब मिनार जान लागेको छौँ। सो अहिले चाहिँ हामी क्याबमा छौँ, पछाडि मम्मीहरू हुनुहुन्छ, अनि हाम्रो गाडी चाहिँ निस्केको छ। यता हेर्नुहोस् कुतुब मिनार। सो मम्मीहरू अगाडि बढिसक्नु भएको छ, म चाहिँ पछि। अनि हामीले चाहिँ टिकट लगेर यो कुपन पनि पाइसकेका छौँ। सो वी हेभ इन्टर्ड कुतुब मिनार। सो मेरो पछाडि देख्न सक्नुहुन्छ कुतुब मिनार, उता छेक्के छ हल्का रुखहरूले। अनि यता भित्र चाहिँ यस्तो रहेको छ, एकदमै पुरानो एन्सियन्ट पिरियडदेखि रहेको यो बिल्डिङ्सहरू, मूर्ति टाइपको। सो हेलो, कुतुब मिनारको मेन बिल्डिङ चाहिँ यही हो। मेन हेर्न पर्ने भनेकै यही कुतुब मिनारको मेन बिल्डिङ हो। सो पहिला चाहिँ यता के सुकेको कुवा भन्ने के समथिङ के रहेछ म्यामले भन्दै हुनुहुन्छ। अब पहिला त्यो हेर्छौँ, अनि यहाँ आएर फोटोसोटो खिच्छौँ हल्का फुल्का। यता चाहिँ गार्डन टाइपको रहेछ। यो चाहिँ कुवा रहेछ। मम्मी यता चढ्दै हुनुहुन्छ माथि, म नि चढ्छु। चाँडो सो यो चाहिँ सुकेको कुवा, पानी चाहिँ छैन भित्र, यो कुवा चाहिँ रहेछ है। सो हामी यता सिँढी टाइपको चाहिँ चढ्दै भित्र गइरहेको छौँ हेर्न। अनि यता चाहिँ पुराना दरबार हुन् कि के हुन् हेर्नु त, एन्सियन्ट पिरियडदेखि रहिरहेको। अनि यहाँ हाम्रो छ कुतुब मिनार, अवलोकन गर्दै हामी हिँडिरहेका छौँ। हेर्न सक्नुहुन्छ मान्छेहरू पनि धेरै भिड छ यहाँ त। यो चाहिँ हेर्न सक्नुहुन्छ, यो पत्थरबाट बनेको रहेछ। यसलाई टच गरेर फिल भइरहेको छ यो पत्थरबाट बनेको भन्ने। अहिले हामी कुतुब मिनारको ठ्याक्कै अगाडि छौँ, अनि उता चाहिँ गेट रहेको छ हेर्नुहोस्। अब त्यहाँ हामी फोटो खिच्छौँ गएर। यहाँ मान्छेहरूको चहलपहल निकै बढिरहेको छ। सो टुरिस्टहरू पनि मैले यहाँ देखिरहेको छु।
चाहिँ हामी कहाँ रे म्याम छत्तरपुर मन्दिर जान लागेको छौँ। सो अब चाहिँ म ऱ्यापिडो बुक गर्छु, ऱ्यापिडो बुक गरेर चाहिँ हाम्रो क्याब आउँछ अनि हामी चाहिँ छत्तरपुर मन्दिरको लागि जान्छौँ है त। सो अहिले हामी छत्तरपुर मेट्रो स्टेसन झरेका छौँ। सो अनि अहिले चाहिँ हामी अटो पक्रेर छत्तरपुर मन्दिर जान्छौँ। अनि अटोको कुरा गरिदिनुहुन्छ यता मम्मीहरूले। गाइस अहिले चाहिँ हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। सो मन्दिर चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। अनि यता मम्मी अगाडि हिँडिराख्नु भएको छ। मन्दिर यस्तो अनि पछाडि यस्तो छ। हामी चाहिँ अगाडिबाट प्रवेश गरेर आएको थियौँ। सो अहिले चाहिँ हामी मन्दिर दर्शन गरिरहेका छौँ। यता म मम्मीको फोटो खिच्दैछु यता मन्दिरको अगाडि। अनि यहाँ मन्दिरको भित्र चाहिँ केही पनि फोटोसोटो खिच्न पाइन्थेन, त्यसैले मैले भित्र केही पनि खिचेको छैन। सो अब चाहिँ मन्दिर दर्शन गरेर भइसकेका छौँ र अब हामी बाहिर निस्किन लागेको छौँ। यता अहिले चाहिँ हामी हनुमानको मन्दिर आएको छौँ। उता हेर्न सक्नुहुन्छ हनुमानको मूर्ति। अनि यता यता हामी हनुमानको विशाल मूर्ति हेर्न गइरहेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ हनुमानको मूर्ति माथिसम्म आइरहेको छ। अनि यसको जस्ट अगाडि पनि मन्दिर रहेछ। अहिले चाहिँ हामी दिल्लीको गर्मी सहन नसकेर यो सिकन्जी खाइरहेका छौँ। यो चाहिँ निकै मिठो छ, निम्बु खट्टा मिठा स्वाद भएको, नुनसुन हालेर एकदमै मिठो छ। त्यसले गर्दा चाहिँ अलि राहत मिलेको छ यो गर्मीमा। एकदमै गर्मी छ यहाँ दिल्लीमा। सो हामी चाहिँ अहिले एपोलो हस्पिटल जान लागेको छौँ मम्मीको चाहिँ रिपोर्टको काम गर्न। सो हामी हस्पिटलको काम ल्याएर अहिले चाहिँ हामी लोटस टेम्पल घुम्न आएको छौँ। अनि अहिले हामी इन्ट्री गर्दैछौँ यता प्रवेशद्वारबाट। नै चाहिए उता लोटस टेम्पल छ हेर्नुहोस्। हामीले यसको एरिया हेर्न सक्छौँ कति ठुलो छ। यता पुरै यो ग्राउन्ड छ भने यो एरिया टाइपको। अनि यता चाहिँ त्यहाँ लोटस टेम्पल रहेको छ। एकदमै पिसफुल इन्भाइरोमेन्ट छ यहाँ। यहाँबाट यस्तो राम्रो ब्युटिफुल देखिरहेको छ यो। क्यामेरा भन्दा पनि रियलमा एकदमै राम्रो देखेको छ यो। लोटस टेम्पलको इनसाइड नि गएर आयौँ। अनि लोटस टेम्पलको भित्र चाहिँ लोटस टेम्पलको बारेमा ब्रिफली इन्ट्रोडक्सन दिएको रहेछ। अनि त्यही सुन्यौँ क्या अरे होइन। त्यहाँभित्र चाहिँ भिडियो बनाउनु दिन्थेन, त्यसैले मैले चाहिँ बनाएन। र अहिले चाहिँ हामी लोटस टेम्पलबाट बाहिर निस्किरहेका छौँ। सो अहिले चाहिँ हामी बिहान ब्याग छोडेको ठाउँ ओमेक्सी स्क्वायरमा आइसकेका छौँ। यहाँ हामीले बिहान ब्याग छोडेका थियौँ र ब्याग लिन आएको छौँ। यहाँको क्लाइमेट लास्टै गर्मी छ होइन। अनि एकदमै गर्मी सहनै गाह्रो कि एकदमै तातो भएर पुरा तातेर हिँड्दै। त्यही भएर अहिले चाहिँ हद्दै भएर क्याबै बुक गरेर आएको कि एसीमै। त्यो अटोमा बस्दाखेरि चाहिँ त्यो तातो हावा फालेर पुरै तातो हुने कि पुरै टाउको दुखी जस्तो हुने, त्यसैले क्याबै बुक गऱ्यौँ। सो अहिले चाहिँ हामी रुममा आएको छौँ र अहिले हामी रुममा एकछिन रेस्ट गर्छौँ। त्यसपछि चाहिँ हामी सरोजनी मार्केट घुम्न जान्छौँ। अहिले चाहिँ खाना मगाएको छु मैले, आउँदैछ खानासाना खान्छौँ, एकछिन रेस्ट गर्छौँ। अनि बल्ल सरोजनी मार्केट अलि साँझतिर घुम्छौँ। किनकि अहिले यति गर्मी छ, यति गर्मीमा घुम्दा पनि टाउको दुख्छ, त्यसैले साँझतिर जान लाग्छ हामी। सो इन्डिया गेट त्यसपछि घुम्छौँ हामी है त। सो अहिले हामी खाना खाइरहेको छौँ। मैले चाहिँ चिकन बिरयानी खाएको छु, उता चाहिँ भेज प्लेटर खाइराख्नु भएको छ यता रक्स। सो अहिले हामी मेट्रो स्टेसन चढ्न आएका छौँ र अहिले यता मेरो पछाडि बोर्ड देखिराख्नु भएको छ होला दिल्ली मेट्रो भनेर। अनि अब मेट्रोमा चढेर चाहिँ हामी सरोजनी नगर जान्छौँ। अनि सरोजनी नगरमा चाहिँ सरोजनी मार्केट छ, त्यो घुम्छौँ क्याच्छौँ। अनि सरोजनी मार्केट घुमेर भएपछि चाहिँ हामी इन्डिया गेट जान्छौँ।
नाइट भ्यू हेर्नुहोस्। सो हाम्रो चाहिँ टिकट यो हो। हामीले चाहिँ जसोला अपोलो भनेको हामी यहाँबाट जान लाग्यो अनि लाजपत नगर भन्नेमा चाहिँ हामी झर्छौँ अनि त्यहाँबाट चाहिँ फेरि सरोज नगरको लागि फेरि टिकट काट्छौँ। यहाँको चाहिँ रुट सेम पर्दो रहेछ कि रुट चाहिँ फेर्नु पर्दो रहेछ फेरि टिकट काटेर, त्यसैले चाहिँ एकैचोटि जान मिलेन अनि टिकट फेर्नु पर्दो रहेछ। अहिले चाहिँ हामी यता मेट्रो ट्रेनलाई कुरिरहेको छौँ। यो पिङ्क रुट भएर यो ट्रेन पनि पिङ्क कलरको हुँदो रहेछ। अनि अहिले हामी चाहिँ यताबाट चढ्छौँ। यता मम्मीहरू कुरिराख्नुपर्छ। ऊ एउटा चाहिँ म्याम चाहिँ उता बस्नु हो अनि सो गाइज हामी सरोजनी मार्केट पुगिसकेका छौँ र अब हामी यहाँ घुम्छौँ तिहार्छौँ। सो गाइज हामी इन्डिया गेट पुगेका छौँ र अहिले चाहिँ हामी यहाँ बसेर यो हामीले ल्याएको खानेकुराहरू खाँदैछौँ। यो चाहिँ खाली क्यान हो अनि हामी ठ्याक्कै इन्डिया गेटको जस्ट अगाडि इन्डिया गेट उता पछाडि त्यो बलिरहेको छ नि नेपालको झन्डा भन्न आउँछ इन्डियाको तिरङ्गा जस्तो लाइट बलेर त्यही हो इन्डिया गेट। अहिले यो खाएर अनि त्यहाँ इन्डिया गेटमा जान्छौँ हामी। सो लेट्स ह्याभ इट। यता म्यामले भेलपुरी टेस्ट गर्दै हुनुहुन्छ इन्डियाको। यता हाम्रो चना चटपट पनि आइसकेको छ। मैले चाहिँ यता वाइवाई चौचा खाइरहेको छु। सो यही अगाडि रहेको चाहिँ इन्डियन गेट हो र अब हामी अलि इन्डियन गेटको क्लोजर जान्छौँ। हामीलाई चाहिँ फोटो चाहिएको छ। राति पनि परिसक्यो अनि त्यही भएर फ्ल्यास बालेर खिच्नुपर्छ अनि राम्रो फोटो नि चाहियो। त्यसैले अलिकति क्लोज जान्छौँ। गजरा हेर्दै हुनुहुन्छ म्यामहरू। अनि यता चाहिँ हाम्रो बोटिङ गर्ने ठाउँ रहेको छ। यता पानी यता मम्मीहरू आइसक्रिम खाइराख्नु भएको छ। खै मम्मी हजुरको आइसक्रिम हेरौँ भ्याइसकेछ। ल म्याङ्गो आइसक्रिम हो है त। उता म्यामको चक्लेट बार, मेरो चाहिँ कोनोला थियो कर्नेटो खाइसकेँ। अहिले चाहिँ हामी अब रुम जान लाग्यो। बहुत अच्छा आया। सो गाइज हामी रुम आइसकेका छौँ अनि आजको डे चाहिँ हामीले दिल्लीको मेन साइट्सहरू भिजिट गऱ्यौँ अनि त्यसलाई भ्यायौँ। अब बाँकी रहेका अलिअलि छन् त्यसलाई चाहिँ हामीले भोलि कभर गर्छौँ। अनि आजको दिन चाहिँ एकदमै स्ट्रेसफुल रह्यो, थकाइ पनि लाग्छ। अब चाहिँ हामी रेस्ट गर्छौँ। सो भोलिको भ्लग नि म कन्टिन्यू गर्ने नै छु। आजको डे 1 भयो भनेपछि चाहिँ भोलि डे 2 हुन्छ। सो टिल देन स्टे ट्युन्ड। Thank you so much for watching. Don't forget to like, share and subscribe my channel. Bye bye.